के साँच्चीकै मलेसिया खुलिसकेको हो त? धेरै साथीहरूको प्रश्न, मलेसिया फ्याक्ट्री वर्करमा कहिले खुल्छ, फ्याक्ट्री वर्करको डिमान्ड कहिले आउँछ भनेर धेरै साथीहरूले प्रश्न गर्नुहुन्छ। आज चाहिँ म हजुरलाई यसको विषयमा डिटेल जानकारी दिनेछु। धेरैले मलेसिया खुलिसक्यो भनेर पनि भिडियो बनाइरहेका छन्। धेरै साथीहरू फ्याक्ट्री वर्करमा पनि अब डिमान्ड गइरहेको छ, फ्याक्ट्री वर्करको लागि पनि डिमान्ड गइरहेको छ भनेर धेरै साथीहरूले भिडियो बनाउनु भएको छ। आज चाहिँ के हो खास, यो फ्याक्ट्री वर्करमा साँच्चीकै खुलिसकेको हो कि साथीहरू भ्युजको लागि मात्र भिडियो बनाइरहेका छन्? आज चाहिँ म यसको बारेमा हजुरहरूलाई सबै जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो मन पर्यो भने लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी साइडमा भएको नोटिफिकेसन बेल आइकन दबाई अलमा प्रेस गरिदिनु होला र टिकटक र फेसबुकदेखि हेर्दै हुनुहुन्छ भने फलो गर्न नभुल्नुहोला। आउनुहोस् भिडियो सुरु गरौँ है त। धेरै साथीहरू मलेसिया आउनको लागि पर्खिरहनु भएको छ। धेरै साथीहरू फ्याक्ट्री वर्करमा चाहिँ मलेसिया आउन चाहनुहुन्छ र यो फ्याक्ट्री वर्करको भिसाको लागि धेरै साथीहरू पर्खिरहनु भएको छ। मलेसिया कहिले खुल्छ भनेर धेरै साथीहरूले प्रश्न पनि गर्नुहुन्छ। मलेसिया चाहिँ 5-6वटा सेक्टर बाहेक अरू कुनैमा खुलेको छैन। विशेष गरी फ्याक्ट्री वर्करमा आउन चाहनुहुन्छ, यो फ्याक्ट्री वर्करमा चाहिँ खुलेको छैन है। हजुरहरू पट्याउनुहुन्न भने यो भिडियो हेर्नुहोस् है त। म्यानुफ्याक्चरिङको लागि अहिले पनि मलेसिया खुलेको छैन, फ्याक्ट्रीको लागि मलेसिया खुलेको छैन, त्यतातिर नझुकिनु होला। अहिले प्रायः जस्तो सेक्युरिटी सेक्टरको लागि, प्लान्टेसनको लागि मात्रै खुलेको छ। त्यसपछि सेक्युरिटी गार्ड सेक्टर, बार्बर, होलसेल एन्ड रिटेल, ल्यान्ड वेयरहाउस, यो सबको लागि मात्र खुलेको छ। त्यसपछि चिकन फार्मिङहरूको लागि, प्लान्टेसन, कन्स्ट्रक्सनको लागि मात्रै खुलेको छ है, फ्याक्ट्रीको लागि खुलेको छैन। हजुरहरू यो भिडियो हेरिसक्नु भएको छ। अब हजुरहरू बुझिसक्नुभयो होला, नझुक्किनु होला। एजेन्टहरू चाहिँ यस्तै भिडियो बनाइरहन्छन् पैसा खानको लागि, त्यसकारणले नझुक्किनु होला। मलेसिया चाहिँ फ्याक्ट्री वर्करमा खुलेको छैन। प्लान्टेसन सेक्टरमा, एग्रिकल्चर, कन्स्ट्रक्सन जस्ता कामहरूमा खुलेको छ, तर फ्याक्ट्री वर्करको लागि चाहिँ अहिले मलेसिया सरकारबाट कुनै पनि त्यस्तो न्युज आएको छैन, खबर आएको छैन है। त्यसकारणले नझुक्किनु होला। कुनै एजेन्टले फ्याक्ट्री वर्करको लागि फ्याक्ट्री वर्करमा पठाइदिन्छु भन्छ भने हजुरहरू नपठाउनु होला, पैसा धेरै नदिनु होला। र फ्याक्ट्री वर्कर बाहेक अरू काममा आउन चाहनुहुन्छ भने चाहिँ मलेसिया खुलेको छ, आउन सक्नुहुन्छ, तर धेरै पैसा खर्च गरेर चाहिँ मलेसिया नआउनु होला है त। भिडियो कस्तो लाग्यो? भिडियो पक्कै पनि मन पर्यो होला। भिडियो मन पर्यो भने लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी साइडमा भएको नोटिफिकेसन बेल आइकन दबाई अलमा प्रेस गरिदिनु होला र टिकटक र फेसबुकदेखि हेर्दै हुनुहुन्छ भने फलो गर्न नभुल्नुहोला। यति भन्दै बिदा हुन चाहन्छु। हस्त, नमस्कार, धन्यवाद। जय नेपाल। हजुरहरूको दिन शुभ रहोस्।